शुभ प्रभात। भाग 35। आज मेरो जन्मदिन। टुडे इज माई बर्थडे। म विक्रम सम्वत 2026 वैशाख 2 गते मेरो जन्मदिन। यो इस्वी सम्वत अनुसार 14 अप्रिल। मैले हिजो यसको बारेमा बताएको थिएँ। यो लुनी सोलर सिस्टममा समायोजन गर्नको लागि जो 11 दिनको फरक देखिन्छ, त्यो 11 दिनलाई समायोजन गर्दाखेरि 1-2 दिन तलमाथि पर्न गएको हुन्छ। त्यसले गर्दाखेरि 14 अप्रिल हिजो भयो, आज वैशाख 2 गते। अब यो आज 15 अप्रिल हो, तर पनि मेरो जन्मदिन विक्रम सम्वत अनुसार आज हो। अब जन्मदिन भन्नाले जन्म धेरै प्रकारको होला। शारीरिक रूपले जन्म भएको अथवा यो पृथ्वीमा आएको दिन भनेको एउटा महत्त्वपूर्ण दिन हो। विशेष गरी मानिसको जन्म दिने बुवा आमा एउटा र शिक्षा दीक्षा कर्म दिने बुवा आमा फरक पनि हुन सक्नुहुन्छ। यो सबै जन्म दिने बुवा आमा सबैमा सर्वप्रथम त म हार्दिक नमन गर्न चाहन्छु र उहाँहरूको सधैँ एउटा आत्माले शान्ति पाओस् भन्ने कामना पनि गर्न चाहन्छु। अब जन्मिसकेपछि के गर्ने त भन्दाखेरि यो कति कुराहरू हाम्रो हातमा पनि छैन। हामीहरूले आफ्नो विवेकले, आफ्नो सामर्थ्यले भ्याएसम्म हामीहरूले गर्ने के त भन्दाखेरि अरू व्यक्तिहरूलाई हानि नोक्सानी नगर्ने र अरू व्यक्तिहरूमा पीडा हुन नदिने अथवा आनन्द गराउने भन्ने नै हो असल व्यक्तिको लागि। हुन त मानवमा नै के देखिन्छ भन्दाखेरि दैत्य र ईश्वर दुवैको गुण देखिन्छ। त्यसले गर्दाखेरि कहिले कतै त भइराखेको हुन्छ, तर पनि दैवीय एउटा व्यवहार अब देवताले गर्न सक्ने जो एउटा स्याहार समार, एउटा खालको माया ममता, एउटा खालको जो एउटा सकारात्मक सोच छ, त्योतिर नै अगाडि बढ्नुपर्ने हुन्छ। अब अहिले आएर जन्मदिन मनाउने चलन कस्तो भयो भन्दाखेरि जस्तो भूमण्डलीकरणले पनि होला, अहिले संसारका कुराहरू अब कोठामै बसेर सबै कुराहरू थाहा हुन्छ। अब भिडियोको कारणले, अब विभिन्न किसिमको सेटेलाइटको कारणले त विभिन्न उपग्रहहरूका कुराहरू पनि थाहा हुने भए। उपग्रह अब विभिन्न ग्रहहरूका कुराहरू पनि र केक काटेर बत्ती निभाएर जो जन्मदिन मनाइन्छ त्यो चलन चल्ती होला। तर खानेकुराहरू केकहरू कतिको मान्छेको लागि स्वस्थप्रद छ र हामीहरूको एउटा संस्कृति अनुसार उज्यालो बनाउने भन्दा पनि निभाएर मनाउँदाखेरि कस्तो हुन्छ, यो बहसको विषय होला। म यो व्यक्तिगत रूपले यसमा आलोचना वा समर्थन गर्न म चाहँदैन, तर पनि यसबारे बोल्नुपर्ने भयो भने यसको फाइदा बेफाइदाहरूको आधारमा हामीहरूले भनौँला अथवा मानवीय विचारको आधारमा। अब यस्तो किसिमले जो असर पारिराखेको छ, यो एउटा एकदमै फरक परिवेशमा हामीहरू अगाडि बढिराखेको जस्तो मलाई लाग्छ। अब मेरो आज मैले गरेको दिनचर्या के भन्दाखेरि हामीहरू पारिवारिक रूपमा परिवारका सदस्यहरू मैती देवी मन्दिर जस्तो हाम्रो पशुपति, गुह्येश्वरी, गौरीघाट गएर जो त्यहाँ दान ग्रहण गर्नको लागि बसेका व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरूलाई
हामीहरूले दान प्रदान गरेर एउटा सम्मान गरियो र घरमा आएर बुवा आमा लगायत सबै व्यक्तिहरूको तस्बिरमा हामीहरूले पूजा गरेर सम्मान गरेर यसलाई समापन गर्ने काम गरियो। अब भविष्यमा के होला त? पहिला त सुरुमा के थियो त भन्दाखेरि मेरो अनुभवमा यो जन्मदिन मनाउने चलनै थिएन। एक किसिमले भन्यो भने जन्मे कहिलेको हो भन्ने थाहै थिएन। मेरो मुवाको बारेमा त कहिले जन्मेको भन्ने थाहै थिएन। कहिले जन्मेको भन्दाखेरि म यति वर्ष होला, यति वर्ष कान्छु थिएँ, तेरो बाभन्दा त्यो यति भन्दा यो म फलानुभन्दा जेठी हो, फलानु गाउँको भन्दा म 4 वर्षले अगाडि हो अथवा पछाडि हो भन्ने बाहेक केही पनि थिएन। जन्मदिन मनाउने भन्ने कुरै थिएन। अहिले आएर के भयो भन्दाखेरि बीचमा आएर फेरि यो जन्मदिन मनाउने भन्ने कुरा आयो। अब जन्मदिन मनाउने, ओहो बर्थडे, अहिले त यो त यति किसिमको एउटा एक्सपेन्सिभ भइसकेको छ कि मान्छेहरूले ऋण काटेर हुन्छ कि होइन। अब गिफ्ट दिने पनि एउटा प्रतिस्पर्धा चलेको देखिन्छ। यो कतिको विकृति हो त भन्ने कुराहरू पनि यसमा देखिन्छ। अब भविष्यमा गएर एउटा के देखिन्छ भन्दाखेरि भूमण्डलीकरणको कारणले यस्तो किसिमको एउटा संस्कृतिको विकास भइराखेको छ। मान्छेहरू हामीहरू यति छिटो तीव्र गतिमा विभिन्न किसिमको रीतिरिवाजहरूलाई हामीहरूले ग्रहण गरिराखेका छौँ। त्यसले फरक खालको एउटा सोसाइटी निर्माण गर्नेछ। यो मिक्स हुनेछ। अहिलेको भन्दा पूर्ण रूपले फरक हुँदै जानेछ जस्तो देखिन्छ। त्यसले गर्दाखेरि यसमा पनि हामीहरूले कति राम्रा कुराहरू छन्, कति नराम्रा कुराहरू छन्, यिनीहरूलाई समयमै मूल्याङ्कन गरेर कमी कमजोरीहरूलाई हटाउन सक्यौँ भनेपछि यसले भविष्यमा राम्रो नै गर्नेछ, आकर्षण नै हुनेछ र सबैको लागि एउटा इन्जोयमेन्ट खालको एउटा अवस्था सिर्जना हुनेछ भन्ने मलाई लाग्छ। आजलाई यति नै। सबैको जय होस्।